सान्वी एनर्जी कम्पनी लिमिटेडको आइपिओ बाटफाट भइसकेको छ र यो कम्पनीको आइपिओ हात पार्न सफल भएका लगानीकर्ताहरूले कहिलेदेखि कारोबार हुन्छ, कति ओपनिङ प्राइस पाउँछ, साथै यो कम्पनी सेकेन्डरी मार्केटमा आएपछि कतिसम्म नफा कमाउन सकिन्छ र यो सेयरलाई कतिसम्म होल्ड गरेर राख्ने लगायत सम्पूर्ण जानकारी यो भिडियो अन्तर्गत रहेर सेयर गर्नेछौँ। त्यही भएर भिडियोलाई एउटा लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला, किनभने म तपाईहरूको लागि यस्तै सेयर मार्केट सम्बन्धी छोटो-मोटो भिडियोहरू ल्याइराख्छु। सो यो कम्पनीको जेनरल पब्लिकहरूको लागि कुल 24,15,300 किता अंकित मूल्य 100 मा जेठ महिनाको 9 गतेदेखि 13 गतेसम्म आइपिओ खुला गरेको थियो, जसमा जम्मा 2,41,530 जना लगानीकर्ताहरूले 10-10 किता हात पार्न सफल भए। यो कम्पनीको इस्यु म्यानेजरमा नेपाल एसबिआई मर्चेन्ट रहेको छ भने यो कम्पनीले के रेटिङ नेपालबाट BB+ रेटिङ पाएको छ, जसले यो कम्पनीको वित्तीय अवस्था बुझ्न सकिन्छ। यो कम्पनीको EPS 17 रुपैयाँ 03 पैसा र नेटवर्थ 120 रुपैयाँ 74 पैसा रहेको छ र नेप्सीको नियमअनुसार कुनै पनि कम्पनी आफ्नो नेटवर्कको 1 देखि 3 गुणासम्म जुनसुकै प्राइजबाट पनि ओपन हुन सक्छ। तर पछिल्ला दिनहरूमा सबै कम्पनीहरू प्राय माथिल्लो बिन्दुबाट नै ओपन हुने भएकाले यो कम्पनी पनि माथिल्लो प्राइजबाट नै ओपन हुने हो भने आफ्नो नेटवर्कको 3 गुणा आउने रकम 362.22 मा ओपन हुने देखिन्छ र सुरुकै दिन 10% पोजिटिभ सर्किट लागेर यो कम्पनीको प्राइस सुरुकै दिन 4000 नाफा कमाउने चाहिँ देखिन्छ। यो कम्पनीको EPS नेटवर्थलाई आधार मानेर कुरा गर्ने हो भने यो कम्पनीको प्राइस सेकेन्डरी मार्केटमा 10 देखि 15,000 सम्म नाफा कमाउने देखिन्छ। तर यदि सबै शेयर होल्डरहरूले लामो समयसम्म शेयर होल्ड गरेर राख्यो भने त्यो भन्दा पनि माथि गई 15,000 देखि 20,000 सम्म पनि नाफा कमाउने देखिन्छ। सो यो कम्पनीको प्राइस शेयर होल्डरहरूमा नै निर्भर गरिन्छ कि कतिसम्म यो कम्पनीको प्राइस जान्छ भनेर। अब कुरा गरौँ कहिलेदेखि यो कारोबारमा आउँछ भनेर। सो पछिल्लो समय हेर्ने हो भने सबै कम्पनीहरू रिजल्ट पछि 3 देखि 4 हप्तापछि मात्र लिस्टेड हुन्छ र यो कम्पनी पनि त्यही अनुसार हुने हो भने असार महिनाको 20 गतेतिर मात्र लिस्टेड हुने चाहिँ देखिन्छ।